हेर्नुहोस् है, आज चाहिँ लु यहाँ बन्दाकोपी चाहिँ मैले केसँग बनाउन आँटेको छु, माछाको टाउकोसँग। यो चाहिँ बेङ्गली डिस हो है। अनि तपाईँहरू पहिला तेल खराएर चाहिँ माछाको टाउकोमा चाहिँ हर्दी अनि नुन लगाएर चाहिँ मजाले फ्राई गर्नुहोस् है। त्यसपछि त्यही तेलमा जिरा लगाइदिनुहोस् है, जिरा पड्काउनुपर्छ। अनि त्यही उयसमा चाहिँ प्याज लगाइदिनुहोस् मजाले अलिक रातो बनाउनुपर्छ यसलाई चाहिँ। यो डिस चाहिँ मैले स्पेसली मेरो दुईजना आन्टीको लागि बनाएको है, सुमित आन्टी एन्ड उर्मिला आन्टी। सुमित आन्टी नाम्चीमा हुनुहुन्छ र उर्मिला आन्टी चाहिँ अहिले हङकङमा हुनुहुन्छ है। उहाँ दुईजनाले चाहिँ साह्रो मिस गर्नुहुन्छ मेरो आमालाई। मेरो आमाले बनाउनु भएको सब्जीहरू हो, त्यो स्पेसली अब दुईजनाको लागि चाहिँ मैले चाहिँ यो रेसिपी अलिकति है गरिदिएको। हेर्नुहोस्, तपाईँहरूलाई पनि मन लाग्यो भने है यसो अलिकति बनाउनुहोस्, मिठो हुन्छ। अनि मैले यहाँनिर अलग्गै जिरा र अदुवाको पेस्ट बनाएर राखेको छु है। अब यसमा चाहिँ तपाईँ लाउनुहोस् अलिकति हल्दी, अनि खेरि लाउनुहोस् अलिकति नुन र नुन लगाएर हर्दी लगाएर मजाले चलाउनुहोस् है। चलाएपछि बन्दाकोपी लगाइदिनुहोस्। बन्दाकोपी लगाएपछि चाहिँ अलिकति मजाले चलाउनु पर्छ हो, किनभने नुन लगाएको छौँ है। अनि बन्दाकोपीबाट चाहिँ पानी निस्किन्छ। अनि त्यसपछि चाहिँ तपाईँ लगाइदिनुहोस् रङ खोर्सानी र यो पेस्ट जुन चाहिँ थियो जिरा र अदुवाको त्यो लगाइदिनुहोस्। म चाहिँ अलिक पिरो पिरो मनपर्छ र अलिक रङ खोर्सानी ज्यादा लगाएको है। यो पानी निस्केको छ हो। अब यसलाई चाहिँ मजाले छोप्दै पकाउनुपर्छ। अनि पकाएपछि अलिकति पाकेको जस्तो भएपछि माछाको टाउको लगाइदिनुहोस् है। मजाले फुटाउनुपर्छ माछाको टाउको चाहिँ। मजाले फुटाएर अलिकति पानी लाउनुहोस्, जसमा चाहिँ मजाले त्यो मिक्स होस् है बन्दाकोपीसँग। त्यहाँदेखि लगाइदिनुहोस् टमाटर नलगाउँदा पनि हुन्छ। मलाई चाहिँ टमाटर मन लाग्छ र मैले टमाटर मनपर्छ र है टमाटर लगाएको। तपाईँहरूलाई अब होइन लाउँदिनँ भन्नुभयो भने यसो केही नलाउँदा पनि हुन्छ। अनि मजाले छोपिदिनुहोस्। यसो गऱ्यो भने टमाटर पनि मजाले पाक्छ, बन्दाकोपी पनि मजाले पाक्छ हो। अलिकति छेक्रा भएको छ, यसो अलिक राम्रोसँगले पकाउनुपर्छ। पानी लगाएर हल्का पानी लाउँदै पकाउनुहोस् र लास्टमा गएर गरम मसला लाउनुहोस्। यो तपाईँहरूले बाहिरको युज गर्दा पनि हुन्छ हो, तर मैले चाहिँ मेरो सासूले घरमै बनाउनु भएको, आफ्नै हातले बनाउनु भएको गरम मसला चाहिँ युज गरेको है। सेन्ट मिठो आउँछ यसको चाहिँ। तपाईँहरूले बाहिर त्यो सनराइजको जुन चाहिँ पाउँछ शाही गरम मसला त्यो लाउनुहोस्, किनभने त्यसको सेन्ट मिठो हुन्छ। र अरू तपाईँले केही पनि लाउनु पर्दैन। यहाँनिर बन्दाकोपी पाक्यो।